यो राजविराजमा तपाईको चाहिँ नि 1998 सालदेखि आज 85 वर्ष भएछ। 85 वर्ष पहिलादेखि त्यहाँनिर चाहिँ तपाईको बिटौरी जग्गा भनेर चाहिँ तपाईको नगरपालिकामा कर तिरेर त्यहाँ 70 बिघाको आसपासमा बसोबास भइराखेको रहेछ। ती मानिसहरूले चाहिँ धनीपूर्जा मागेर आन्दोलन भएको 1 महिना करिब भइराखेको रहेछ। कहिले अर्धनग्न आन्दोलन गर्ने, कहिले के गर्ने, त्यो विषयमा सम्बन्धित निकायले, सम्बन्धित मन्त्रालयले इभन सबै नेपाल सरकार सबैलाई म आह्वान गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, त्यो विषयमा त्यो आन्दोलन किन गरिरहेको छ भन्ने बारेमा चासो र चिन्ता देखाउनुपर्छ। र आन्दोलनकारीको माग चाहिँ त्यहाँ हामीलाई धनीपूर्जा दिनुपर्छ भन्ने रहेछ। त्यो 85 वर्षदेखि होइन धनीपूर्जाको लागि आन्दोलन गरिरहनु यो तपाईको चाहिँ नि के अरे अत्यन्तै अन्यायपूर्ण देखिन्छ। त्यसतर्फ नेपाल सरकारको ध्यान जाओस् भन्न चाहन्छु। भने 2017 सालदेखि रामधुनी सुनसरी 1 मा पर्छ सभामुख महोदय, त्यो मेरो चुनाव क्षेत्र पनि हो। त्यो सुनसरी 1 को